हेलो नमस्कार। आज म हजुरहरूलाई फलाफल बनाएर देखाउन जाँदैछु। यो चाहिँ मैले 12 घन्टाभन्दा बढी भिजाएको चना, काबुली चना। अनि यो चाहिँ सुपको साग, अनि पार्सली, अनि धनिया, सिलान्ट्रो छ। अनि यसमा चाहिँ यो तिल छ, अनि यो सौफ छ, अनि यो दालचिनी र ल्वाङ, अनि यो गार्लिक। यो हामी सबै चाहिँ मिसाएर मिक्सीमा चाहिँ हाल्छौँ। सो यहाँ हजुरहरूले देख्न सक्नुहुनेछ, मैले यो चिकपिस छ यीको, मैले पानी चाहिँ निकालिसकेको छैन। अनि यो चाहिँ धनिया काटिसकेँ मैले, अनि यो सुपको साग, अनि यो तिल हामीले चाहिँ मिसाउने हो। अनि मैले यो लसुन चाहिँ ग्रेट गरेँ, यो पनि म सबै मिसाइदिन्छु अहिले हैन। अनि यो धनिया देख्नुहुन्छ, अनि यो दालचिनी र ल्वाङ। है चाहिँ मैले यहाँ बेकिङ पाउडर देखाउन बिर्सेँ रहेछु, यो बेकिङ पाउडर चाहिँ म हाल्छु। अब म यो सबै चाहिँ मिक्सीमा हाल्न जाँदैछु। सो हजुरहरूले देख्नुहुन्छ, मैले यो मिक्सीमा चाहिँ सबै यो भिजाएको चिकपिस, अनि सुपको साग, पार्सली, धनिया चाहिँ यहाँ राखेको छु, अनि लसुन पनि राखेको छु हैन। अनि यसमा चाहिँ यो तिलहरू र सोप चाहिँ म पछि राख्छु, अनि यो दालचिनी ल्वाङ चाहिँ म पछि पिनेर राख्छु, अनि यो बेकिङ पाउडर पनि पछि राख्छु। सो हजुरले यहाँ देख्न सक्नुहुनेछ, मैले सबै धनिया, पार्सली, अनि सुपको साग, लसुन हालेर चाहिँ मैले मिक्सीमा चाहिँ पिनेर यो पेस्ट रेडी बनाएँ। अब यसमा चाहिँ म तिल हाल्छु, हजुरहरूलाई स्वाद अनुसार तिल हालेँ। अनि यसमा यो फेनेल सिड, यो सौफ। डिलको साग कतिलाई मन नपर्न पनि सक्दो रहेछ, डिल नहाल्दा पनि हुन्छ, यसको स्वाद मन परेन भने। यो मैले तिलको र फेनल हालेँ। अब म चाहिँ यो ल्वाङ सुकमेल पिसेर चाहिँ त्यो पनि हाल्छु एकछिनमा। सो मैले यसमा चाहिँ अब यो ल्वाङ र दालचिनी पिनेको थिएँ, यो पनि मैले मिसाइदिन्छु यसमा। अनि यो बेकिङ पाउडर, बेकिङ पाउडर। अनि यो स्वाद अनुसार नुन, मैले नुन यति हालेँ, मरिचको धुलो हालेँ। अब म चाहिँ यो सबैलाई मिक्स गर्छु, यो सबैलाई मिक्स गर्छु। अब मैले यो सबै मिक्स गरेँ। अब मैले चाहिँ यो हातले चाहिँ यसलाई जस्तो पकौडा अनि आलु चप जस्तो यस्तो सेप बनाएर चाहिँ म यो प्लेटमा राख्दैछु। अनि म बनिसकेपछि सो मैले यो यसरी लिएँ, अनि यसलाई यसरी ब्याटर जस्तो गरेर सेप बनाएर चाहिँ राख्दैछु प्लेटमा। सो मैले यो गोलो बनाएर यसरी प्लेटमा राखेको छु। म चाहिँ यो डिप फ्राई गर्दैछु। यदि हजुरहरूलाई हेल्दी खान मनपर्छ, तेल मन पर्दैन भने यसलाई अलिअलि तेल लगाएर एयर फ्रायरमा राख्दा पनि हुन्छ। तर आज चाहिँ म यो फ्राई गरेर देखाउँछु हजुरहरूलाई। अब मैले यहाँ तावा बसालिसकेँ। अब म यसमा तेल हाल्न जाँदैछु। ल मैले यसमा तेल हालेँ। अब म यो तेल तात्न चाहिँ पर्खिएर बसिरहेको छु। यो तेल तातिसकेपछि चाहिँ म सबै त्यो फलाफल चाहिँ यसमा फ्राई गरेर देखाउँदैछु है त। सो मैले यो यसरी चाहिँ यो तेलमा हालेँ, यो हाल्दैछु मिडियम आँचमा गर्दैछु। यो चाहिँ मैले फर्काएर अनि यो फ्राई हुँदैछ यसमा चाहिँ। यो चाहिँ एकदम मिडियम आँचमा फ्राई गर्ने, ताकि भित्रको पनि पाकोस्। यो रेडी भयो जस्तो छ, हेर्नु सबै रोस्टेड देखेको छ। म यसलाई निकाल्न जाँदैछु। यो पाकेपछि यस्तो देखिन्छ यो फलाफल हैन। यो चाहिँ अब हेल्दी, हजुरहरूलाई तेल मन पर्दैन भने हजुरहरूले हल्का तेल लगाएर एयर फ्राई गर्न सक्नुहुन्छ। अनि यसको लागि चाहिँ योसँग खाने चाहिँ एउटा सस हुन्छ, त्यसलाई चाहिँ तहिनी सस भन्छ। त्यो चाहिँ हामी यो दही राखेर, त्यो दहीमा अलिकति हाम्रो राइता जस्तो स्टाइलको काँक्रा तजिकी जस्तो बनाएर हैन यसमा। अनि यसमा मैले तिल पिसेको छु, एकछिनमा
सो यो दही र काँक्रो हाम्रो नेपालमा राइता जस्तो दही र काँक्रो यसमा अलिक तिलको तिलको धुलो राख्ने अनि ओलिभ ओइल अनि यो घोलेर यो सस रेडी हुन्छ। यसलाई तिल र ओलिभ हाल्यो भने चाहिँ तहिनी सस अनि यो काँक्रो चाहिँ तजिकी सस भन्छ। फलाफल रेडी भइसकेपछि हजुरले यो फलाफल यसमा डिप गरेर पनि खान सकिन्छ। अनि हजुरले देख्दै स्यालेडहरू यो क्युकम्बर क्यारेट्स अनि बेल पेपरहरू यसरी नै खान सकिन्छ। अनि यसको अर्को तरिकाको पनि देखाउँछु कसरी खान सकिन्छ भनेर है त। यो रोटीमा चाहिँ यो ससहरू चाहिँ यो माथिबाट लगाएर अनि यसमा यो भेजिसहरू यो क्युकम्बर क्यारोट्स अनि यो पिकलहरू सबै राखेर अनि यसमा चाहिँ पिटा ऱ्याप जस्तो गरेर खान पनि सकिन्छ। यो एकदम हेल्दी डायट पनि हुन्छ। यो भेजिटेरियनको लागि अनि यो पिसिओएसको लागि पनि एकदमै राम्रो मानिन्छ। मलाई चाहिँ डक्टरले चाहिँ मेडिटेरियन डाइट चाहिँ फोकस गर्नु भन्नुभएको थियो। अनि यो चाहिँ वान अफ द भेरी हेल्दी डाइट हो। मैले चाहिँ यो भेजिजहरू खाने भएको भएर चाहिँ म चाहिँ फ्राई नै गरेर खान मन पराउँछु। तर यदि मैले पहिला पनि भनिसकेँ, यदि हजुरहरूलाई तेलमा पकाएको मन पर्दैन भने चाहिँ हजुरहरूले चाहिँ यो एयर फ्रायरमा हालेर बनाउन सक्नुहुन्छ। हस्, मेरो भिडियो हेरिदिनु भएकोमा धन्यवाद। म यही पिसिओएस सम्बन्धी अनि आफूलाई थाहा पाएको सामग्री लिएर फेरि पनि आउँछु है त। हस् त, धन्यवाद।